बुझ्नु भयो जसरी बिहानीको अन्धकारलाई चाहिँ सूर्यको किरणले चिर्दै चिर्दै यो धरतीमा उज्यालो पाउँछ त्यसै गरी देखिनुसम्म 1977 साल वैशाख 30 गतेको दिनमा यस धरतीमा उज्यालो छाएको दिन अर्थात् एउटा यस्ता व्यक्तित्व एउटा युग पुरुष एउटा शताब्दी पुरुष जसले नेपाली वाङ्मय इतिहासमा एउटा साहित्य क्षेत्रमा 8 दशकभन्दा बढी लामो समय चाहिँ साहित्य क्षेत्रमा तन मन र धन हर किसिमले लागि पर्नु भएको छ यस्ता व्यक्तित्वलाई आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसर पाएर यस रोटरी क्लब अफ कीर्तिपुरको तर्फबाट हामीले यस्ता व्यक्तित्वलाई हामी सम्मान गर्न पाउँदा हामी हर्षित भएका छौँ र स्वीकार्नुहोस् हामी सबैको तर्फबाट उपस्थितहरूलाई फेरि न्यानो अभिवादन। कार्यक्रम आज हामीले धेरै लामो गर्नुभन्दा पनि हाम्रो मुख्य उद्देश्य नै रहेको छ रोटरी क्लब अफ कीर्तिपुरको तर्फबाट चाहिँ उहाँलाई सम्मान कार्यक्रम तय गर्ने र छोटो समयमा हामीले कार्यक्रम सकाउने एउटा खाले बाचा गरेका छौँ र यही सम्मान कार्यक्रमलाई अझ सशक्त रूपमा चाहिँ सम्मान गरिदिनु हुनको लागि रोटरी क्लब अफ कीर्तिपुरका चार्टर प्रेसिडेन्ट रोटरी राज्यलक्ष्मी बैदारमालाई अनुरोध गर्दछु। थ्याङ्क यू। अब हजुर पक्कै पनि कीर्तिपुरसित धेरै नजिक रहनुहुन्छ हजुरको तन मन धन पनि कीर्तिपुरसित जोडिएको छ यसको केही कुराहरू तपाईँ कीर्तिपुरसितको सम्बन्ध ओभरअल तपाईँको केही कुराहरू जसले कि हामीले त्यही कुराहरू सिक्न पाऊँ ती विषयमा तपाईँको आफ्नो जुन एउटा भोगाईहरू छन् ती विषयमा थोरै केही कुराहरू जानकारी गराइदिनु हुन अनुरोध गर्दछु। डाक्टर सत्यमणि जोशी सबैभन्दा पहिले म चाहिँ अलिक असर बोल्छु धेरै बोल्न सक्दिनँ क्षमा गर्नु होला। तपाईँले मलाई आएर मेरो घरमा आएर यो ज्येष्ठ नागरिकको दिवस पारेर मलाई यो सम्मान र मात्र होइन पुरस्कृत पनि गरिदिनु हो त्यसको निमित्त मैले आभार व्यक्त गर्न चाहन्छु। तपाईँको कीर्तिपुर रोटरी क्लबको दिनानुदिन उन्नति विकास र त्यसले आफ्नो कार्यक्रममा सफलता पाउन सकुन् भन्ने मेरो आफ्नो हिन्तुना शुभकामना छ। तपाईँले लाइक गर्नुभयो। जहाँसम्म रोटरीको सवाल छ यो रोटरीले मलाई धेरैपल्ट ठाउँ ठाउँको रोटरीले बोलायो विचारहरू गर्न पनि लगाएँ त्यसबाट म धेरै प्रभावित भएँ। यो किसिमले रोटरीको रोटरियन चाहिँ होइन सदस्यता लिएको छैन तर रोटरियन नभए तापनि कहीँ कतै अनररी मेम्बरसिप लिइराखेको छ रोटरीको कहीँ कतै के कहीँ कतै छ त्यसो कारणले रोटरी जारी सम्बन्धित भनेकै बोलाइरहन्छ बोल्दाखेरि विचारहरू बोल्दाखेरि उनीहरूले प्रभाव पर्छ कुराकानी गर्दाखेरि ज्यान नजिक लाग्छ। अब मुख्य कुरो चाहिँ के हो भने जुनसुकै कामको निमित्त जुनसुकै देशको निमित्त जुनसुकै योजना परियोजनाहरूको निमित्त एउटा मूल एउटा थिम चाहिँ हुन्छ।
मूल थिम भनेको के हो भने के गर्ने, कहाँ पुग्ने, के गर्ने, के उद्देश्यले काम गर्ने, रोटरीमा के जोइन गर्ने, रोटरीले के गर्छ, के दिन्छ, के गर्छ, त्यस्तो के एउटा थिम चाहिँ त हुन्छ। त्यो थिममा रोटरीमा मैले के पाएँ भने सबभन्दा ठुलो महावाक्य भन्दाखेरि मन्त्रभन्दा पनि महावाक्यको महामन्त्रको रूपमा सबभन्दा पहिले 4-5 जना मान्छे व्यापारीहरू यसो भेला भएर त्यो पछि त्यो फिलिपको त्यो मुख्य मान्छे यिनीहरू भेला भएर एउटा हामी सानो एउटा भुटी बनाउँ न पाल गरेर रोटरी एसियन एउटा रोटरी घुमिरहने त्यो तरिकाले आज तपाईँले खुवाउँछ, भोलि उसो चिया खुवाउँछ, पछि उसो खुवाउँछ, फेरि आउँछ, फेरि मेरो पालो आउँछ, घुम्दै जाँदाखेरि हामीले भेटघाट भइरहन्छ। त्यस्तै फेरि अर्को ठाउँमा जाउँ, त्यही भएर त्यस्तै किसिमको फेरि अर्को ठाउँमा त्यसै यो गरेर सर्कल गरेर चेन जस्तो सिक्री जस्तो बन्दै गएर त्यो व्यापक भन्छ भनेर त्यो 100 वर्ष अगाडि कुरो उनीहरूले कसरी त्यो इस्टाब्लिस गर्यो होइन। किनभने आज संसार सबभन्दा ठुलो रोटरी जतिको बलियो, रोटरी जतिको व्यापक, रोटरी जतिको सदस्य भएको डिस्ट्रिक्ट तपाईँको माने सारा नियममा बद्ध भएको अरू संस्थै छैन तपाईँको होइन। रोटरी नेपालमा पनि ठुल्ठुलो अब त्यो भएको म्यालेरिया जस्तो इराडिकेसनमा त्यस्तै पोलियोको जस्तो इराडिकेट गर्नलाई खत्तमै गर्नुको निमित्त ठाउँमा तपाईँको म्याचिङ चाहिँ आफ्नो चन्दा दिएर भए पनि गाउँघरको मान्छेलाई दान गर्ने भावना, केही दिने भावना कमाइ गरेको छ भने केही पर्सेन्ट चाहिँ रोटरीको निम्ति दिने, रोटरी सेवा त्यो कुरामा हामीको समस्या भनेर पनि लाग्ने। त्यो तरिकाले गर्दाखेरि एउटा ज्यानै नमुना लायकको रोटरी पछि ओलायन्स भनेको जेसी भनेको पछि आएको हो मुख्य रूपमा रोटरीको थियो। त्यस रोटरीको उसमा सबभन्दा पहिले उनीहरूले जुन एउटा महावाक्य महामन्त्रको रूपमा जुन एउटा क्रिएट गरे, सिर्जना गरे, त्यो हो सर्भिस एबभ सेल्फ। 3वटा शब्द छ, सर्भिस एबभ सेल्फ, सर्भिस एबभ सेल्फ। सर्भिस भनेको सेवा, एबभ भनेको उठेर, त्यसमा उठेर त्यो सेवा गर्ने। सेल्फ भनेको भित्रको हाम्रो जुन कन्सियन्स छ। अब कसैले आत्मा भनेकै नरुचाउनु पनि छ, आत्मा चाहिँ कहाँको आत्मा भन्छ, त्यस्तो भन्नेहरू पनि भएन, त्यो होइन। कन्सियन्स छ नि, थाहा पाउने मान्छे त छ नि यहीँ एउटा, द्याट इज आत्मा होइन। अर्थात् त्यो चाहिँ तपाईँको आत्माको रूपमा दिनुपर्छ। अब त्यो चिन्तक भनौँ, चेतना भनौँ, कन्सियन्स भनौँ, जेसुकै नाम दियो त्यो अर्को कुरो हो, त्यो तिम्रो कुरो। सर्भिस एबभ सेल्फ भनेको त्यो कन्सियन्स भन्दा चाहिँ आफ्नो स्वार्थ, आफूलाई त्यहाँ यति फाइदा हुन्छ काम गर्दाखेरि, यहाँ यति हुन्छ भन्ने कुरालाई छोडेर एबभ त्यसको छोडेर सर्भिसमा काम गर्ने, जस्ट फर द पिपल अफ जनताको निम्ति सेवा गर्ने, जनावर पशुपन्छीको निम्ति सेवा गर्ने, अनि या जसलाई असहायलाई सहायता दिने होइन, नभएकोलाई दिने। त्यो दिने भनेर जम्मै आफूले भएबरको दिने त होइन, के पोर्सन दिन सक्ने जति कुरो त्यो चाहिँ सदुपयोग गरेर कसैलाई मर्ने गरेर भन्छ। त्यसैले त्यो जुन एउटा फर्मुला हो, त्यो अङ्ग्रेजीमा फर्मुला पनि भन्छ। यहाँ हामीले भन्दाखेरि यति बेला राम्रो कुरो म भन्छु चाहिँ एउटा महावाक्य, वाक्यमा पनि महावाक्य, मन्त्रमा पनि महामन्त्र थियो, त्यस्तो किसिमको सर्भिस एबभ सेल्फ। त्यो रोटरीमा गएपछि त्यसलाई ऐतर राखेर मैले सेवा गर्नुपर्छ। आफ्नो छरछिमेकी भयो, देशको जनता भयो, सरकारलाई भयो, अथवा जुनसुकै कुरामा परोपकारी काम हो, जहाँ जसले जे हो सकेको गर्ने, नसकेको गर्ने होइन, सकेको चाहिँ मैले गर्नुपर्छ, त्यो स्वभाव ल्याउनुपर्छ भन्ने कुरा। अब त्यसले चाहिँ क्यारेक्टर बिल्डिङ गर्ने हो। त्यो त भयो मन्त्रको भन्ने मात्रै हुँदैन, काम गरेर देखाउनु पऱ्यो, काम गरेर देखाउनु पर्दाखेरि सर्भिस एबभ सेल्फमा के भन्छ भने मैले धेरै पटक भन्ने गरेको छु, तपाईँले जम्मै यसमा लागेको मान्छे बोधिसत्व भनेको उपाधि दिने टाइटल बोधपर्छहरू जम्मै तपाईँहरूको लागिरहनु भएको छ, आइमै होस् गर्नु मान्छे हो। त्यसको रोटरीको मेम्बर भयो भने बोधिसत्वको हो, बोधिसत्वको भाव। यहाँ नेपालमा के छ भने नेपाल, चाइना, जापान, मङ्गोलिया यो ठाउँमा
यो इन्डिया पनि भयो, त्यहाँ चाहिँ के भन्छ बुद्ध धर्ममा महायान, तिब्बत भयो महायान परम्परा यो चाहिँ भयो। लङ्का, बर्मा, थाइल्यान्ड यिनीहरू चाहिँ तपाईँको फेरि अर्को पार्टी हो। उनीहरू पनि बुद्धिज्म हो, उनीहरू बुद्धिज्म महायान होइन। उनीहरूलाई हामी चाहिँ अलिक अब उनीहरू चाहिँ सबजना नराम्रो जस्तो दिन्छन्, त्यसो भएको हुनाले उनीहरू थेरबार नाउँ दिन्छ। तर यहाँ जानुभने मान्छेहरू चाहिँ हिनायान भन्छ। यो चाहिँ महायान, त्यो चाहिँ हिनायान। महायान र हिनायान के फरक छ भने उनीहरूको हामीहरूको के फरक छ भने त्यो जति बर्माबाट, लङ्काबाट, थाइल्यान्डबाट जति बुद्धिज्म पढेर आएको मान्छेहरू बुद्धिस्टहरू धेरै छन्, ईश्वर धेरै छन्, साह्रो छन्। त्यहाँको प्रभाव पर्ने मान्छेहरू चाहिँ बुद्धलाई ईश्वरको मान्दैन, नट एज ए गड बट एज ए टिचर, एउटा गुरुको रूपमा मान्छ, देवताको रूपमा मान्दैन। त्यो तपाईँले याद गर्नु, अरू त्यो त्यसै थाहा हुन्छ। तिनीहरू त्यो चाहिँ के भयो, मन्दिर भयो, तिनीहरू घुम्दैन, टिका ताला लाउँदैन, यस्ता किसिमको अलिकति त्यो अरूलाई थाहा हुँदैन। त्यो अलिकति भित्र गएको मान्छे, दुर्विचारको अध्ययन गर्ने मान्छेलाई थाहा हुन्छ। तिनीहरूको एम के हुन्छ भने एट एनी कस्ट निर्माण, संसारमा बस्न एक दुई दिन हुँदैन, नो युज। जन्म लिनु नै पाप, जन्म लिनु नै बेकार, जन्म लिनु नै दुःख भोग्ने, दुःखै दुःख हुन्छ भन्छ। त्यो दुःखबाट मुक्ति भएर कहाँ जान्छ? निर्माणमा गएर आनन्दसित बस्छ, निर्माण प्राप्त गरेर, त्यो निर्माण प्राप्त। त्यो उनीहरूको मेन नियम त्यो निर्माण छोटकरी भन्ने। यो चाहिँ नेपालका महायानीहरू, तिब्बतका महायानीहरू, चाइनाका महायानी, त्यो यिनीहरूमा त्यो होइन। यहाँ हामी बोधिसत्व भएर बस्नुपर्छ, निर्माणमा जाने। हाम्रो पनि एम चाहिँ निर्माण होला, तर निर्माण गएपछि के भयो? त्यतिका मान्छे दुःख पाइराखेका छन्, आफूबाट सत्य गएर निर्माणमा गयो भने दुःख पाउँछ, दुःख पाइराखेका छन्। उनीहरू विल हेल्प देम, कसलाई कुन बेला आएर उनीहरू मर्द गर्नु हुने। त्यसरी उनीहरूलाई त हामीले जहिले पनि हेल्पिङ ह्यान्ड्स, जहिले पनि हात दिइरहनुपर्छ। खाल्टो परिरहेको मान्छेलाई कसरी खाल्टोबाट उठाउने, अनि दुःखबाट कसरी मुक्त गर्ने माथि ल्याउनुपर्छ। त्यो तरिकाले यहाँको उनीहरू दया माया भावनाले जम्मैले गरेर बोधिसत्वको प्रिन्सिपलमा हामीहरूलाई मर्द गर्ने हो। उनीहरूलाई मर्द गर्यो भने हामीले चाहिँ एउटा हुन्छ। अहिले हामी निर्माणमा जानुपर्ने हो। यति बेला संसार यतिका दुःखले भरिएकाहरू छन्, तिनीहरू उडार नगरिकन आफूमा चत्त गएर आफूको निर्माणमा चत्त गयो भने त त्यो स्वार्थीको थियो, धेरै स्वार्थमा भने आफूले एक जाने मान्छे भयो भने निर्माणमा जाने, भगवान् बुद्धको मार्गमा निर्माणमा जाने भयो। त्यसो भने निर्माणमा जानु हुँदैन। अहिले गएर चाहिँ हामी बोधिसत्व हुनुपर्छ। त्यसरी तपाईँले जे जति गरिराख्नु रोजहरूको म चाहिँ भन्छु कि यो त बोधिसत्वले गर्ने हो। बोधिसत्वले जुन एउटा उदार भावले मर्द गर्ने, आफू सकेको मर्द गर्ने, नसकेको त भने छैन भनेपछि यो रोटरीको क्लबको एउटा नियम चाहिँ सर्भिस एभब सेल्फ, आफूभन्दा माथि उठेर सकेको जनतामा उडार गर्ने। त्यो गऱ्यो भने यसको चाहिँ मुख्य एम हुन्छ। मैले लगाएको देखेको कुरो यो बोधिसत्व। अब बोधिसत्वले गरेपछि त्यसलाई निर्माण के गर्ने? जब तिमी चर्या गर्छौ, उसले भन्छ निर्माणमा महायानीहरू भन्छ, जो चर्या गर्छ, चर्या के चर्या गर्ने? दानशीलता पार्मिता, दान पार्मिता, दान दिने स्वभाव, त्यसलाई विकसित गर्ने। शील पार्मिता, शील भनेको डिसिप्लिन, कायदा, स्वभाव, असल चालचलन, त्यसलाई डेभलप गर होइन। शान्ति पार्मिता, शान्ति पार्मिता भनेको जिरिङ्ग रिसिस्टेन्ट नल्याउने, अनि सही दिने। खराब कुरो केही उसो भन्यो भने तिमीले यसो गर यसो गर, त्यो चाहिँ यदि सत्य कुरो हो भने पछि उसलाई रियलाइज गर्छ। जस्तै गाली गरेँ, तिमीलाई त्यसै मैले गाली गरेछु, तिमीले गरिराखेको ठिक थियो, नजाने काम मैले गाली गरेँ भन्छ। त्यसरी शान्ति पार, त्यो सहनशीलता चाहिँ आउनुपर्छ। त्यसपछि आउँछ तपाईँको समाधि अथवा ध्यान पार्मिता। त्यो ध्यान पार्मिता भने त्यहाँ गएर तपाईँले भन्नुपर्छ कि
हु एम आई म को हुन्छु मैले के गर्नु सक्छु यो दान पार्मेन्ट पनि गरेँ शिल पार्मेन्ट पनि गरेँ शान्ति पार्मेन्ट पनि अनि अर्को विजय पार्मेन्ट भनेको अब शरीरै बलियो भएन भनेर गर्ने के भने त्यो शरीरको स्वास्थ्य रक्षा गरेर जुन चाहिँ नचाहिने कुरा नखाने चाहिने कुरा खाएर स्वास्थ्यलाई गऱ्यो खेतीपाती पनि गर्न सकिन्छ कामकाज पनि गर्छ जे पनि गर्न सकिन्छ त्यो विजय पार्मिता 4 पार्मिता हो अनि एउटा 5औं पार्मितामा चाहिँ ध्यान पार्मिता अब आफूले ध्यान गरेर ध्यानमा बस्नुपर्छ ध्यान गरेर विपस्ना ध्यान गरेर पनि हुन्छ त्यहाँ गर्न नसके कमसेकम फुर्सद भएको बेलामा म को हो भनेर एकछिन भए पनि ध्यान त गर्न सकिन्छ होइन आमाको को बार्छ जन्मिहाल्छ अब मैले के गर्छु कहाँ हुन्छ एक दिन पक्क मरिहाल्छ मृत्यु आइहाल्छ के गर्ने कसो गर्ने हुन्छ भनेपछि अब होइन भनेर त्यो ध्यानमा लाग्ने 5औं हो अब 5औं को चाहिँ अलग छ अब 6औं पार्मितामा भन्छ कि प्रज्ञा पार्मिता त्यो चाहिँ तपाईँको प्रज्ञा भनेको एउटा छिङ्गा पनि तपाईँ मार्न सक्नुहुन्न तपाईँ यसो गरे पनि छिङ्गा भागिहाल्छ होइन अकल चाहिँ बुद्धि छ नि जुनसुकै कुरालाई त्यस्तो हुन्छ नि त बुद्धि त सबैको छ होइन उनी त्यो होइन प्रज्ञा भनेको कस्तो भने अलग अर्कै एउटा ज्ञान ट्रान्सेन्डेन्टल नलेज पर्फेक्ट विजडम हुन्छ अङ्ग्रेजीमा त्यो के हो भने त्यो सूर्य चन्द्रलाई कस्तो कुमाइराखेको बिहान सूर्य उडाएर कसरी उडाएर किन खस्दैन त्यो आकाशमा जान्छ खस्नु त खस्नु अब पृथ्वीमा हामी बसिराखेको पृथ्वी घुमिराखेको छ भन्छ पृथ्वी घुमेको भए त अहिले त यो पृथ्वी त घुमिराखेको छ जाँदाखेरि यो मुन्टो तलतिर जान्छ त्यो किन काम खस्दैन यी कुरा छ नि त यो यस्तो किसिमको सोच विचार गर्नुपर्छ के कुरा बोल्नुपर्छ किन जन्म दियो होला आमाले किन जन्म दियो होला मर्नु परेपछि सबै मरिहाल्छ त्यो मर्नुपर्ने जीवन किन चाहियो हामीलाई त्यहाँदेखि चाहिँदैन त्यसो भए यस्तो कुराको चिन्तन मनाउँछ तर चिन्ता चाहिँ नगर्ने चिन्ता भनेको यो भएन ऊ भएन यो छ ऊ छ झगडा यसो मुद्दा मिल्दा सारा कुरा पर्ने कुरा भने बल्ल मायानीहरूले पनि निर्माण जान पाइन्छ निर्माण छ ल भयो उता चाहिँ हिनायानको निर्माण छ नि सर तर उनीहरू चाहिँ यो बोधयान चाहिँ होइन यति मेरो काम चाहिँ ड्युटी छ अब म आफूमा चाहिँ एकजना मात्रै जस्तो गरेर त्योमा चाहिँ ऊ हुन्छ समाजको निम्ति गर्दैन हामी त त्यो भयो त्यतिका समाज के गर्नुपर्छ भनेर अब क्वेसन आउँछ वाट इज निर्माण भनेको त्यो हो अनि उनीहरूको निम्ति पनि हिनायनको निम्ति त्यो कुरो मायाको निम्ति पनि त्यो हो हिनायन भनेको वाट इज निर्माण भनेको के हो सबभन्दा इम्पोर्टेन्ट यहाँ चाहिँ फिलोसफी आउँछ दर्शनको कुरा दर्शन नभइकन हुँदैन फिलोसफी के हुन्छ भने त्यो शून्यबाटै रूप उत्पत्ति हुन्छ केही नभएको शून्यबाटै देखा पर्छ मान्छे तिमीले आँखा चिम्लाएरसम्म निरा आउने अभ्यास निराइराखेको छ निन्द्रा परिहाल्छ निन्द्रा परेपछि आँखा त बन्द हुन्छ गर्दा गर्दा त्यो निन्द्रामा पनि सपना त देखिन्छ सपनामा देखेर एउटा सेतो हात्ती आइरहेको आइरहेको के झसँग पिउने हुन्छ हात्ती छैन अहिले प्रश्न हुन्छ हात्ती कहाँबाट नभएर भएर त आएको थियो होइन नदेखेको भए त आउँदैन थियो सपनामा त देखेको उसले खाएको पनि देखेको हिँडेको पनि देखेको हरेको पनि देखेको हात्तीको कहाँबाट आयो अनि उसले छेउमा ल्याएर शून्यबाट रूप निस्कनु रहेछ शून्यबाट चाहिँ अब मरिसकेको आमा पनि सक्नुहुन्छ आमा आइरहेछ मरिसकेको आफ्नो साथीभाइहरू पनि आउँछ सपनामा त जे पनि आउँछ कसरी कन्ट्रोल गर्न सकिँदैन होइन त्यो त्यहाँ नभएकोबाट आउँदैन भएर त आयो कहाँबाट आयो शून्यबाट देखा परेको छु त्यसैले शून्यबाट जति पनि शून्यबाट सिर्जना गर्छ त्यो सिर्जनाबाट रूपहरू देखिने विभिन्न प्रकारको ए त्यसो रूप र शून्यको चाहिँ सम्बन्ध रहेछ होइन रूप भनेकै फेरि शून्य हो है
तिमीले जेसरी देखिराखेको छु आमा बाबु भाइ भनिजा यहाँ अहिलेसम्म उहाँ क्यामराम्यान बसिराखेको सारको लागि देखिराखेको कुरो हो त्यो पनि सुन्ने हो देखिराखेको त्यो पनि सुन्ने हो कसरी सम्भवै होइन सम्भवै होइन कुरा गर्नु देखादेख गरिरहेको मान्छे गरिरहेको त्यसो गरी सुन्यो भने त्यसो होइन भने उहाँकै कुरा हो उहाँ कति वर्ष म प्रश्न गरेँ कति वर्ष 35 वर्षको भन्नु ठिक छ त्यहाँ 35 वर्षको त उमेर भयो आमाको पेटबाट यसो गरेको त्यो 1 वर्षको थियो अब सानो यसो बालक थियो त्यही बालक डेभलप भएको त हो त्यो भनेर त्यो 6 वटा आउँको छैन उही 5 वटा आउनु त्यो 2टा आँखा हो त्यो 2टा कान हो त्यो एउटा नाक हो होइन उही त उही डेभलप भयो इभोल्युसन भएर डेभलप भयो हो 1 वर्ष भनेको तपाईँको नाम के हो नाम त कसैले राखिदियो कसैले राख्यो नाम राखेर आउँछ अब त्यो 1 वर्षकोलाई 6 महिनाको भनौँ न 6 महिनाको उही त्यो सानो हुन्छ अब 1 महिनाको गरौँ 1 महिनाको बालक त्यो 1 महिना 7 दिन गरौँ 7 दिन गरेको उयो बालक देखादेख 35 वर्षको उयो राखेको छ अब तपाईँको 6-7 दिनको बालक चाहिँ उयो होइन अब भर्खर जन्मेको बालक गर्नु भने उयो भर्खर जन्मेको बालक च्याँ गरेर बालक निस्क्यो थियो अब च्याँ गर्ने बालक जहाँबाट निस्क्यो त्यहीँ पठाइदियो कहाँ हुनु त्यो रूप कहाँ गयो आमाको पेटमा गयो होइन आमाको पेटमा गएपछि हो त्यो रूप शून्य भयो उहाँ 35 वर्ष मान्छे त शून्य त बनायो भनेको बनायो हाल्ने होइन नि बनाएन शून्य निपालिन त हो अब पेटमा त छ नि पेटमा पनि 1 दिनमा त्यो 10 महिना लानु पर्छ पेटमा पनि त आमाको र बाउको बिरेर त्यो रजको सम्मिश्रणपछि सेक्सपछि न त्यो बीजारोपण भन्छ त्यही डेभलप भएको हो अरू कसै आमाले बनाएको त होइन आमाले जन्माएर भनेर आमाले हामीले के बनाएको त होइन पेटमा उसले हुर्काएको मात्रै गोटाएर बसेर हुर्काएको हुन्छ त्यो त सुन्ने त्यो रज र बिरेलाई पनि तपाईँ खोज्दै जानुभयो भने त्यो पनि तपाईँ कसरी बन्छ के हुन्छ अणु परमाणु कहाँ के मिलेर बल्ल एक खबर सानो बन्छ त्यही डेभलप भएको त्यसरी शून्य भनेको थियो त्यसैले शून्य रूप फरक छैन जसलाई हामी शून्य भन्छ त्यो रूप हो जसलाई हामी रूप भन्छ त्यो रूप पनि शून्य हो रूप र शून्य फरक छैन त्यो चाहिँ आफू एक अर्कोमा रेसिप्रोकल भनेर एक अर्को पूरक रूपबाट शून्य हुन्छ शून्यबाट रूप हुन्छ शून्यबाट रूप फरक छैन रूपबाट शून्य फरक छैन द्याट इज अ फिलोसफी यो फिलोसफी बुझेपछि यो फिलोसफी बुझ्नुपर्ने नि त अनि आचार्यहरूले जान्ने मान्छेले फिलोसफी अब तिमी जानेर यो चाहिँ काम लाग्दैन व्यवहारमा उतार्नुपर्छ व्यवहारमा उतार गर्ने चाहिँ ईश्वरको पूजा गरेर भगवान्को गाथा गाऊ भजन गरेर त्यसो गरेर हरे गरेर कहाँ जानु पशुपति घुम्नु गएपछि जान जहाँ जे गर्नुपर्छ गरेर बच्चे बालक अक्षता पूजा गरेर फलफुल चढाउ यहाँ त्यहाँ गरेर एकदमै चर्या गरायो चर्या प्र्याक्टिस गरायो के को निमित्त त्यो निर्माण भनेको थाहा पाउनुको निमित्त त्यो शून्य भनेकोसँग साक्षात्कार गर्नुको निम्ति चर्या गरेर त्यहाँ गएर आउँदा केही पनि होइन त्यो तहमा पुगेपछि जब भर्याङ पञ्चायतदाखेरि पनि 1 तह भर्याङ 2 3 4 5 7 तहका पनि गएको छ त्यो ठाउँ त्यो त्यसपछि तिमी त्यो ठाउँमा पुग्छौ जहाँ पुगेपछि परमार्थ सत्य भनेको सत्य कुरो पर्छ त्यो परमार्थ सत्य भनेको कुरो यो रहेछ थाहा पाएपछि द्याट इज निर्माण त्यसपछि त्यो निर्माण पुग्नु त्यही चर्या नगरेर त्यो निर्माण पुग्दैन भने त्यो चर्या गराउनु है द्याट इज ट्रान्सलेसन परमार्थ एब्सोल्युटली ट्रु त्यो भएपछि अब कस्तो हुन्छ निर्माण भनेको बनेको आउनु बढाउनु सक्छ बोल्दै बोल्दैन लिमिटमा गयो बिरासो गयो चिया जुनसुकै धर्मको बिरासो गयो कुरो चाहिँ हेऱ्यो भनेपछि त्यहाँबाट थाहा पाएपछि उसले के गर्नु थाल्यो त्यसो अनि भन्छ त्यो जीवनमा सिक्नु बाहेक अरू केही छैन
यहाँ आएर म को भनेर सिकेपछि यी सब कुरो एकसँग आफै थाहा हुनु शास्त्रले मात्रै बजाएर हुँदैन अनुभवै गर्नुभयो हु आई म को हुँ भने त्यति थाहा पायो भने सब आज खास गरी हाम्रो कार्यक्रमलाई चाहिँ हाम्रो यो रोटरी क्लब अफ कीर्तिपुरको चाहिँ आफ्नो अफिसियल मिडिया पार्टनर छ यो नेवा एफएम, त्यसले हर समय हामीलाई साथ दिइरहेको छ। आज पनि यो तपाईँको प्रत्यक्ष रूपमा चाहिँ जुन खिचिरहनु भएको छ भाइ क्यामेराम्यानले रिभ्यू गर्नु भएको छ, उहाँलाई पनि पुनः धन्यवाद दिन चाहन्छु र नेवा एफएमको सम्पूर्ण परिवारलाई पनि हुन्छ सबैलाई चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु। अब अन्त्यमा हाम्रो धन्यवाद ज्ञापनको लागि रोटरी क्लब अफ कीर्तिपुरका चार्टर प्रेसिडेन्ट राजा लक्ष्मी बैदान नामलाई चाहिँ कार्यक्रम खेल्दै गएको धन्यवाद साथीहरूलाई मेरो न्यानो अभिवादन छ। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हाम्रो सम्पूर्ण नेपाली राजनैतिक अभिभावक सत्यमोहन जोशी सरको घरमा आएर हामीले सम्मान गर्न पाउँ हामीलाई पनि एउटा सम्मानीय कुरा छ। यहाँसम्म आउन जुलाइदिनु हुने हाम्रो दाइ रवि सरलाई हाम्रो टिमलाई पनि हामी धन्यवाद ज्ञापन गर्दछौँ। उहाँले जुन हामीलाई आशीर्वाद दिनुभयो, रोटरीको फलोस भनेर जुन कामना गर्नुभयो, त्यो पनि हाम्रो लागि निकै नै महत्त्वको विषय हो, कुरा हो। यहाँको आशीर्वाद यसरी पाइराख्न सकौँ, हरेक वर्ष यहाँलाई यसरी नै हामी सम्मान गर्न सकौँ। हजुरको स्वस्थ जीवन र आरामदायी जीवनको हामी कामना गर्दछौँ। यहाँहरू सम्पूर्ण साथीहरूलाई पनि म विशेष धन्यवाद ज्ञापन गर्दछौँ। र आज उहाँ खाने टाइम भइसकेको छ, हामी धेरै कुरा बोलेनौँ। आजको दिनमा हामीले उहाँको घरमा यसरी सम्मान गर्न पाउनु हाम्रो लागि निकै अभाग्यको कुरा हो। धन्यवाद छ र हामीलाई यो आशीर्वाद र एनर्जी हामी सबैजना पाइराख्न सकौँ। ग्रुप सबैजना